राजनीति सरल रेखामा हिँड्दैन। वक्रता नै राजनीतिको मूल पहिचान हो भन्नेहरूको संख्या बढ्दै गरेको अवस्थामा सुस्पष्ट विचार, नीति र कार्यक्रम साथ एउटा पार्टीको जन्म त्यति बेला भयो जति बेला मुलुक हत्या हिंसाको चरम उत्कर्षमा पुगेको थियो। संसदवादी दलहरू बीचको टुटफुट र अवसरवादी दलदलमा राष्ट्रिय राजनीति नराम्ररी फस्न पुगेका बेला 2062 साल पुस 26 र 27 गते काठमाडौँमा भएको ऐतिहासिक बेलाले राष्ट्रिय राजनीतिमा दूरगामी प्रभाव पार्ने निर्णय गर्यो अनि जन्म भयो राप्रपा नेपाल। अरु दल भन्दा नितान्त भिन्न पृष्ठभूमि र विचार बोकेकै कारण स्थापनाको सुरुवातमै राप्रपा नेपालमाथि चौतर्फी आक्रमण भयो। 2062-63 को सड़क आन्दोलन ताका मुलुकमा निषेधको राजनीति फस्टाएपछि राप्रपा नेपाललाई आफ्ना गतिविधि सञ्चालनमा समेत बाधा भयो। तर ढुङ्गाको काप फोरेर उम्रन्छ पिपल भने झै सुस्पष्ट राजनीतिक कार्यदिशा र सक्षम नेतृत्वका कारण अनेकौं आरोह र अवरोहलाई छिचोल्दै राप्रपा नेपाल अघि बढ़िरह्यो आफ्ना एजेन्डा राष्ट्रिय राजनीतिको मूलधारमा स्थापित गर्ने भगीरथ प्रयासमा। विदेशी भूमिमा भएको 12 बुँदे समझदारीको बलमा भएको आन्दोलनपछि राजनीतिक समीकरण पनि बदलियो। राष्ट्र प्रेम र जनता प्रेम भन्दा पनि पर्दा पछाडि बस्ने अमुक व्यक्तिको इशारा र विदेशीको स्वार्थ सिद्ध गर्ने अभिष्टलाई सघाउने दलहरू बीचमा तत्कालीन समयमा राप्रपा नेपालले राष्ट्रियता मजबुत पार्ने एकमात्र उद्देश्य लियो। स्थापनाको 2 वर्ष पनि नपुग्दै र आफ्नो संगठन विस्तारमा अन्य दलको अवरोधलाई पनि छिचोल्दै राप्रपा नेपाल 2064 सालमा सम्पन्न संविधान सभाको पहिलो निर्वाचनमा होमियो। परिणामका हिसाबले त्यति बेला राप्रपा नेपालले मात्रै 4 सीट जित्न सक्यो, तर पार्टीको उपस्थिति ओजपूर्ण रहन गयो। संविधान सभाको पहिलो बैठकमै तत्कालीन संसदीय दलका नेता एवं हालै दिवंगत हुनुभएका महामन्त्री चन्द्रबहादुर गुरुङले पार्टीको मूल सैद्धान्तिक अडान फरक मतका रूपमा दर्ज गर्नुभयो। मान्य श्री चन्द्रबहादुर गुरुङ स्याङ्जालाई उक्त विरोध गर्नुपर्नाको कारण सहित संक्षिप्त वक्तव्य दिन अनुमति दिन्छु, समेत 10 मिनेट। अन्तरिम संविधान को धारा 64 अन्तर्गत संविधान सभाको काम कर्तव्य र दायित्वको विषयमा स्पष्ट रूपमा उल्लेख गरिएको छ। त्यसले नेपालभित्र मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमा पनि राम्रै चर्चा बटुल्यो। पहिलो संविधान सभामा पार्टीको संख्यात्मक उपस्थिति कम भएकै कारण हाम्रा एजेन्डाहरू बलिया हुँदा हुँदै पनि साकार हुन सकेनन्। फलत पार्टीले संगठन निर्माणलाई प्राथमिकताका साथ अघि बढायो। अन्य राजनीतिक दलहरू संविधान निर्माणको प्रमुख दायित्वबाट च्युत हुँदै सरकार बनाउने र ढाल्ने खेलमा लाग्दा पनि राप्रपा नेपाललाई त्यसले छोएन। व्यवस्थापिका संसदमा प्रधानमन्त्री चयनका लागि 17औं पटकसम्म चुनाव हुँदा पनि पार्टीलाई सत्ता मोहले छोएन। संगठन निर्माण, फरक मत राख्ने दलहरूसँगको वैचारिक संघर्ष र जनतामाझ आफ्ना एजेन्डा पुर्याउने काममै राप्रपा नेपाल तल्लीन भइराख्यो। पार्टी भन्दा देश ठुलो हो, पार्टी भन्दा धर्म ठुलो हो। जब देश संकटमा पर्दछ, धर्म संकटमा पर्दछ, त्यो अवस्थामा हामी पार्टी भन्दा माथि उठेर राष्ट्रलाई बचाउन र धर्मलाई जोगाउनका निमित्त एकजुट हुनुपर्छ। निर्धारित समयमै संविधान निर्माण, संविधानमा हिन्दू राष्ट्र कायम गर्ने माग सहित पार्टी चरणबद्ध संघर्षमा होमियो। नेपालमा हिन्दू राष्ट्रको पहिचान मेटाउने काम नेपाली जनताले भोट हालेर गरेको होइन। हिन्दू राष्ट्रको पहिचान मेटाउने काम नेपाली जनताले क्रान्ति गरेर पनि गरेको होइन। यो षड्यन्त्रपूर्ण ढंगबाट
राजनीतिले, राजनीतिक दलका नेताले, राजनीतिक पक्षले गरेको फोहोरी काम हो। राजनीतिले गरेको यो फोहोरलाई सफा गर्ने काम राजनीतिले नै गर्नुपर्ने, राजनीतिक दलले नै गर्नुपर्ने भएको हुँदा राप्रपा नेपालले यो जिम्मेवारी बोकेर हिँडे। हिन्दू राष्ट्र कायम गराउन देशव्यापी हस्ताक्षर संकलन, स्थानीय निकायको निर्वाचनका लागि दबाव दिन मुलुकभरका जिल्ला विकास समिति, नगरपालिका र गाविसमा तालाबन्दी, ताजा जनादेशका लागि संविधान सभा घेराउ र हिन्दू राष्ट्र कायम गराउन जनकपुर लुम्बिनी श्री पशुपतिनाथ हिन्दू राष्ट्र संकल्प यात्रा जस्ता कार्यक्रमहरू राप्रपा नेपालको नेतृत्वमा सम्पन्न भए। हाम्रा यी अभियानले कार्यकर्ताको मन मात्रै जितेन, नेपाली जनको ढुकढुकी छाम्ने काम गर्यो। बोलीबाट मुखरित हुन नसकेका आफ्ना अभिव्यक्तिलाई राप्रपा नेपालले आफ्नै घर आँगन पुर्याउँदा त्यसले उल्लेख्य जनसहभागिता पायो। अझ सम्माननीय अध्यक्ष कमल थापाको देशभर हुने तुफानी दौडाले राप्रपा नेपालले बोकेको वैचारिक एजेण्डा मजबुत हुनुका साथै कार्यकर्तामा नैतिक बल पनि प्रदान गर्न पुग्यो। परिणामतः अञ्चल, जिल्ला, नगर, राष्ट्रिय भेला लगायतका प्रशिक्षण कार्यक्रम मार्फत भ्रातृ संगठनहरू पनि क्रियाशील भए र पार्टी सांगठनिक सुदृढीकरणको उचाइ नाप्दै गयो। अन्य दलहरू सत्ता लिप्साको भुमरीमा पिल्सिरहेका बेला राप्रपा नेपाल देश र जनताको आवश्यकतालाई ध्यान दिँदै आफ्ना एजेण्डा बोकेर उनीहरूको घर दैलो पुग्दै थियो। अन्ततः 2069 साल जेठ 14 गते दलहरू संविधान सभाबाट संविधान निर्माण गर्ने मूलभूत कार्यभार पूरा गर्नबाट चुके र संविधान सभाको विघटन हुन पुग्यो। पटक पटक म्याद थप्दै संविधान सभाको आयु लम्ब्याउँदै गर्दा जनतामा चरम निराशा उत्पन्न भएको थियो। त्यो निराशामा संविधान सभा विघटनले झन आक्रोश र संशय पैदा गरिदियो। संकटको त्यस घडीमा राप्रपा नेपालको केन्द्रीय समिति बैठकले एउटा महत्वपूर्ण र दूरगामी महत्वको निर्णय गर्यो। अबको विकल्प प्रधान न्यायाधीश नेतृत्वको चुनावी सरकार। राप्रपा नेपालले दिएको विकल्पलाई पहिले अन्य दलहरूले पत्याएनन् र प्रतिगामी र अप्रजातान्त्रिक चिन्तनको लेप लगाए। तर एकीकृत माओवादीको हेटौँडा महाधिवेशनले पनि प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकारको विकल्प अघि सार्यो। लगत्तै खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भयो र मुलुक संविधान सभाको दोस्रो निर्वाचनमा होमियो। स्पष्ट सैद्धान्तिक अडान, प्रतिकूल समयमा पनि अड्न सक्ने र सही समयमा सही निर्णय लिन सक्ने क्षमता, कुशल नेतृत्व, कार्यकर्ता माझ व्याप्त उत्साहका कारण संविधान सभाको दोस्रो निर्वाचनका बेला जनताले राप्रपा नेपाललाई नयाँ शक्तिका रूपमा लिए। 240 मध्ये 238 निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर चुनावमा होमिएको पार्टीले चुनावकै दौरान गोर्खाबाट मेची महाकाली राष्ट्रिय एकता अभियान चलायो। सर्वोच्चतामा आस्था राख्ने, धर्म संस्कृति सम्पदा सुरक्षा गर्ने। फलस्वरूप संविधान सभाको दोस्रो निर्वाचनमा पार्टी 24 सीट सहित चौथो शक्तिका रूपमा स्थापित हुन पुग्यो। तरै पनि संविधान सभामा निषेधको राजनीति कम भएन।
विरोध गर्न पाउने, अनशन गर्न पाउने अधिकार सुनिश्चित गर्नको निमित्त यो सरकार तयार छ कि छैन? दोस्रो माग सभामुख महोदय, जुन किसिमबाट धार्मिक मण्डप ध्वस्त पार्ने काम गरिएको छ, जुन किसिमबाट अनशनको निमित्त तयार गरिएको संरचना ध्वस्त पारिएको छ, जुन किसिमबाट अनशन र धर्मगुरुहरूलाई धरपकड गरिएको छ र जुन किसिमबाट जघन्य अपराधको रूपमा हाम्रो पवित्र धार्मिक ग्रन्थलाई नष्ट पार्ने काम गरिएको छ, यो कार्य भविष्यमा दोहोरिने छैन भन्ने कुराको स्पष्ट र दृढ प्रतिबद्धता यो सरकार गर्न तयार छ कि छैन? समग्र पार्टी पंक्ति र नेतृत्वलाई समेत अपमानित गर्ने कामहरू भए, तर यी सब कार्यहरूलाई चुनौती दिन राप्रपा नेपालले संविधान सभा र सड़क दुवै मोर्चा सम्हाल्ने निर्णय गर्यो। मान्य सदस्यहरू, 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 हिन्दू राष्ट्र स्थापनाका लागि सड़कमा भएका विरोध कार्यक्रममा प्रहरी दमन र धरपकड भए। सुरक्षाकर्मी साथीहरू, तपाईहरुलाई पनि हटाउनु पर्दछ। तपाई पनि सनातन हो कि हैन? तपाईहरु सनातन हिन्दूमा जन्मिनुभएको छ कि छैन? तपाईहरु ड्युटी गर्दै हुनुहुन्छ। तपाईहरु यस्तो ड्युटी गर्दै हुनुहुन्छ जसले यो देशको धर्म र संस्कृतिलाई पैसामा बिक्री गरेका छन्। त्यसको लागि तपाई आहुति नदिनुहोस्। तर जहाँ जहाँ राप्रपा नेपालको विरोध कार्यक्रम हुन्थे त्यहाँ जनसहभागिता व्यापक हुँदै गयो। हिन्दू राष्ट्र चौथो शक्तिका रूपमा रहेको राप्रपा नेपालको मुद्दालाई यो पटक संविधान सभाले नजरअन्दाज गर्न सक्ने अवस्था थिएन र भएन पनि। मुलुक संविधान निर्माणमा होमिँदै गर्दा राप्रपा नेपालको सिद्धान्तलाई समर्थन गर्ने 7 लाख मतदाताको भावनाको रक्षा गर्ने आफ्नो वैचारिक मान्यता स्थापित गर्ने चुनौती बढ्दै थियो। संख्यात्मक हिसाबले आफ्ना सबै एजेण्डाहरूलाई स्थापित गर्ने सामर्थ्य पार्टीसँग नभए पनि कम्तीमा 4 वटा मुद्दालाई उठाउने निर्णय पार्टीले गर्यो। वाक स्वतन्त्रता र वैचारिक स्वतन्त्रता, राजनीतिक दल खोल्न पाइने र प्रतिबन्ध लगाउन नपाइने व्यवस्था, आवधिक निर्वाचन र सरल संविधान संशोधन प्रक्रिया गरी 4 वटा विषयलाई पार्टीले उठाउने निर्णय भयो। अन्ततः 2072 असोज 3 गते मुलुकमा नयाँ संविधान जारी भयो। तत्कालका लागि संख्यात्मक कमीले गर्दा पार्टीले अंगीकार गरेको मूल्य र मान्यता पराजित भए जस्तो देखिएको छ। तर पार्टीले उठाएका 4 विषय संविधान भित्र अटाएकाले हामी पराजित भए पनि समाप्त भएका छैनौं भन्ने सन्देश गएको छ। यस्तो अवस्थामा संविधान निर्माणपछि पार्टीसँग केवल 2 वटा मात्रै विकल्प शेष थिए, एउटा विद्रोह, अर्को संविधानलाई स्वीकार्ने। प्रजातान्त्रिक परिधिभित्र रहने राजनीतिक दलका लागि विद्रोहको बाटो असम्भव थियो। त्यसैले आफ्नो मूल मान्यताको विपरीत भए पनि संविधानलाई आलोचनात्मक समर्थन गर्दै पार्टी आज यो ऐतिहासिक केन्द्रीय परिषद बैठकसम्म आइपुगेको छ। संविधानलाई आलोचनात्मक समर्थन गर्दै अघि बढेको राप्रपा नेपाललाई पछिल्लो समय अर्को सफलता हात लागेको छ। संविधान निर्माणपछि गठन भएको सरकारमा राप्रपा नेपालले उप प्रधानमन्त्री सहित महत्वपूर्ण मन्त्रालय, 6 जना मन्त्री, उपसभामुख सहित राष्ट्रिय राजनीतिको समीकरणमा नयाँ फेरबदल गर्न सकेको छ। एउटा परिस्थिति र निर्वाचनमा पार्टीको मान्यता कमजोर हुँदैमा विचलित हुनु आवश्यक छैन। दृढ नेतृत्व, लाखौं कार्यकर्ताको त्याग र बलिदानबाट आजको बिन्दुमा आइपुगेको राप्रपा नेपाल अझै तयार हुनु परेको छ अर्को लडाईँका लागि। राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, आर्थिक समृद्धि र विकासको पथमा।
आत्मनिर्भर र राष्ट्रिय स्वाभिमान कायम राख्दै भावी सन्ततिलाई सग्लो, सुन्दर र विकसित नेपाल हस्तान्तरण गर्न सकौं। राप्रपा नेपाललाई महान र गौरवशाली बनाऊ। जय राष्ट्रवाद। मातृभूमि नेपाल, राष्ट्रवादी पार्टी हाम्रो राप्रपा नेपाल।